नमस्कार साथीहरु, स्वागत छ हजुरहरुको भिडियो च्यानलमा। र आज म धेरै दिन पछाडी चाहिँ सिलिगुडी जाँदैछु, सिलिगुडीको भाडा भेटेर। र अहिलेको चाहिँ बिहान आएको 7 बजे छ। र म 4 बजे बिहानै निक्लिन्छु भनेर सोचेको थिएँ, तर गाडी अलिक असुविधा हुनाले गर्दा मर्को भाडामा गएको थिएँ। त्यही भएर अलिक समस्या परेर चाहिँ म अलिकति लेट भएँ र पनि जाँदैछु। र हजुरहरुलाई म अब सिलिगुडीमा आज कति घुमाउन सक्छु घुमाउँछु। र धेरै त घुमाउन सक्दिनँ होला, जति जाँदाखेरि र आउँदाखेरि जति घुमाउन सक्छु त्यति घुमाउँछु। हजुरहरु ब्लगमा बनिराख्नु होला र हजुरहरुले धेरै माया दिइराख्नु भएको छ ब्लगलाई। र फलो पनि गरिदिनु हुन्छ भन्ने चाहिँ आश गरेको छु। फलो चाहिँ गरिदिनु होला, किनभने हजुरहरुले भिडियोमा मात्रै माया गरिदिनु हुँदैछ, फलो पनि गरिदिनु होला भन्छु म चाहिँ। र अहिले भने चाहिँ फाइनली हामी बाख्राकोटको मिना मोड भन्ने जग्गामा आइपुग्यौँ। र यो मिना मोडदेखि माथि बाख्राकोटको बाटो भएर जानुपर्छ। यहाँनिर एउटा सेलरोटी ब्रिज भन्ने छ, हजुरहरूलाई थाहै छ, सोसियल मिडियामा धेरै भाइरल भएको छ। र हामी नेपालीहरूले सेलरोटी ब्रिज भनेर भन्छौँ र लुप ब्रिज भनेर चाहिँ त्यसलाई चिनिने गर्छ। र एक दिन म सायद भयो भने चाहिँ म हजुरहरूलाई त्यो जग्गा गएर घुमाउनेछु। र यहाँनिर अहिले भने चाहिँ हामीले चियाको अर्डर दिएछौँ, चिया पिएर चाहिँ जानेछौँ। नस्ता चाहिँ हामी एकैचोटि सिलिगुडीमै गएर गर्नेछौँ। त्यो भने चाहिँ फाइनली चिया पनि यहाँ। र अब चियाको चुस्की लिएर चाहिँ अब म फेरि सिलिगुडीतर्फ जानेछु। र बाटोमा हजुरहरूलाई यसरी नै दृश्यहरू देखाउँदै लिएर जानेछु। कस्तो के लाग्छ ब्लग भनिदिनु होला। अहिले भने चाहिँ म दार्जिलिङ मोड आइपुगेर पनि गाडी लोड कम्प्लिट भइसक्यो। र अहिले भने चाहिँ गाडी लोड भइसक्यो। र यहाँनिर यो चाहिँ मेन कुरो के थियो भन्दाखेरि चाहिँ यहाँको चाहिँ सामान सिफ्टिङ थियो, त्यो सिफ्टिङ चाहिँ गर्नु भनेर आएको छु। म नगरकट्टा नै जाने छ यस्तो सामान चाहिँ। र अहिले भने चाहिँ ठिक यो जग्गा चाहिँ कुन चाहिँ जग्गामा म लोड गर्न आएको छु भन्दाखेरि चाहिँ ठिक दार्जिलिङ मोडको त्यहाँदेखि दार्जिलिङ मोडदेखि ठिक लेफ्ट साइडपट्टि झर्दाखेरि 100 मिटरमा छ यो चाहिँ। र लोड भइसक्यो। अब म ब्रेकफास्ट गरेर चाहिँ निक्लिनेछु। हामी फाइनली लोड गरेर चाहिँ निक्ल्यौँ। र दार्जिलिङ मोडको चाहिँ अवस्था यस्तो छ, आज ट्राफिकको धेरै नै भिड छ। अहिले भने चाहिँ म फाइनली बागपुल क्रस भएर यो साइडपट्टि आएको छु। र यहाँनिर एउटा बाँदर आएको थियो। बाँदरले यो घर यो मतलब सामानहरू निकाल्नु खोज्दै थियो। बहुत डेन्जरस आउँदो रहेछ यहाँ टिस्टाको बाँदर चाहिँ। र हजुरहरूलाई यो ब्लग देखाउँदिनँ भन्दै थिएँ, तर म कतै नघुम्नुले गर्दा चाहिँ यो ब्लग बनाएको कारण चाहिँ हजुरहरूलाई देखाउनु कारण चाहिँ के भन्छ कतै घुमेको छु अलिअलि काम बेसी भएर। र त्यही लागि चाहिँ यो ब्लग बनाउँदैछु म। हजुरहरूले माया गरिदिनु होला यो ब्लगलाई चाहिँ। र
धेरै कुछहरू त मैले देखाउन सकिनँ सिलगढीमा, किनभने म धेरै भिड थिएँ आज र कतै घुम्नु पनि गइनँ र कुनै दिन घुम्नु गएको दिन पनि हजुरहरूलाई म देखाउने छु। र अहिले भने चाहिँ फाइनली म टिस्टा नदीकै माथि आएर बसिरहेको छु, मतलब भनौँ न हजुरहरूसँग बात गरिरहेको छु। र आज धेरै सोमबारको दिन भएर होला धेरै नै एकदम ओभर नै बिजी थियो। र अब अरू त के भन्ने कुरै छैन, किनभने म जुन दिन घुम्छु अहिले काम अलिक बेसी हुनाले गर्दा चाहिँ म घुमेको छुइनँ र घुमेको दिन चाहिँ हजुरहरूलाई ब्लग बनाउँछु। र अब भने चाहिँ हजुरहरूसँग म नेक्स्ट ब्लगमा नेक्स्ट लोकेसनमा भेट्नेछु।